हेलो नमस्कार सबैलाई स्वागत छ यस भिडियोमा। तपाईँहरूले स्क्रिनमा पिएमएनसी नेपालको राउन्ड अफ 128 को 8वटा ग्रुपहरू देख्न सक्नुहुन्छ। तपाईँहरूको फेभरेट टिम अथवा टप टियर टिमहरू कुन कुन ग्रुपमा रहेको छ तपाईँले भिडियोलाई पज गरेर पढ्न सक्नुहुन्छ। पिएमएनसी नेपाल राउन्ड अफ 128 को लाइभ पनि भइरहेको छ। त्यो प्योर कास्टिङवाला लाइभ होइन, जस्ट अन स्वाइटी दाइले आफ्नो युट्युब च्यानलमा राउन्ड अफ 128 को पिओबी म्याच सेयर गर्नुभएको छ। त्यहाँ गएर पनि तपाईँले पिओबी म्याच भए पनि हेर्न सक्नुहुन्छ। ग्रुप ए को म्याचहरू अहिले भइरहेको छ र बाँकी ग्रुपहरूको म्याच पनि अब बिस्तारै बिस्तारै हुनेछ। त्यसै गरी पिएमएनसी राउन्ड अफ 128 को ग्रुप ए को पहिलो म्याचमा नै डिआरएस गेमिङले ह्युज किलको साथमा चिकन खाएको हुन्छ। को पिओबी तपाईँहरूले स्क्रिनमा देख्न सक्नुहुन्छ। कसले सिस्टम फाट्छ अब यहाँ? लगडा कसले हान्छ त चिकन डिनर? पहिलो म्याच पिएमएनसी राउन्ड अफ 128 4v3 डिआरएससँग जोनको कभर छ। टिजिबी ठ्याक्क एजमा रहेछ अनि जोनले अगाडि जानै पर्छ। गाह्रो छ, टिजिबीलाई बहुत गाह्रो छ। कसैले खत्रै क्लच गर्यो भन्न पनि अगाडि जान दिँदैन होला डिआरएसले। धेरै गाह्रो छ है यहाँ। ड्रोन फेरि कस्तो चलाउँछु त म अनि। एक्सएमपिएल अगाडि आएका छन्। एक्सएमपिएलको प्लान के होला त साथीहरू? जता जान चाहन्छ नेट रेडी गरिदिन्छ। गाडी यता रोकिदिएर आफू चाहिँ जम्प गर्दै गर्दै यता गएको छ नेट नहाम भनेर। बट अफकोर्स इयरफोन लगाउँछन् सबै प्लेयरहरूले, इयरफोन लगाइसकेका छन्। ओए ओए उलुलुलुलु सक्यो हिमसन भाइ। ल किल हान्छौ कि किल रोक्छ भन्ने कुरोमा सरी। सुरु हुने से पहले खत्म हो गया फाइट तो सुरु होने से पहले खत्म हो गया। लगडा पढ 9 किल एक्सएमपिएल को टोटल आएको छ 3-3। ल म्युट गरिदिउँ है। 3-3 6-5 11 ओए 20 किल चाहिँ हानेछ डिआरएसले। बधाई छ। टिजिबीले हानेको छ 4-2 4-3 7